वेलकम ब्याक टु माई च्यानल न्यू डे न्यू ब्लगमा हजुरहरूलाई स्वागत छ। देख्न सक्नुहुन्छ मौसम पुरा गर्मी भइरहेछ, झिझी भइरहेछ। हाम्रो गाडी पनि आइसके साथीहरू, अब जानेवाला छौँ। हामी कहाँ जाँदैछौँ भने कस्तो पार्क जाँदैछौँ साथीहरू। कस्तो पार्क सुरुदेखि लास्टसम्म हेरेर होला भन्न चाहिँ हाम्रो नाना भान्जा हाई गरिदिनु। हाई 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 जाउँ ल नभए जाँदैछु साथीहरू। गर्नु चाहिँ गर्नु भइरहेछ, घाम पनि टिलिक्कै लागिरहेछ। बाई गर्नु ल, बाई गर्नु बाबालाई बाई बाई। यस्तै छ यस्तै छ। अहिले भानु चोक आइपुग्यौँ, टक्क देख्न सक्नुहुन्छ। कति टाइम लाग्छ अब? आधी घन्टा? साथीहरू अब 10 मिनट जतिमा चाहिँ 10 मिनट जति टाइम लाग्छ। साथीहरू हामी ओसो पार्कमा भिजिट गरिसकेका छौँ। ओ माई गड, देख्न सक्नुहुन्छ। मलाई यति धेरै आउन मन लागेको थियो, यति धेरै आउन मन लागेको थियो। फाइनली आज म धेरै पछि आइसकेको छु साथीहरू। कहाँ हाम्रो यहाँ श्रमदाताज्यूहरू पनि हुनुहुँदो रहेछ, श्रम गर्दै हुनुहुँदो रहेछ। अहिले गएर देखाउने छु। अनि यतातिर भान्जा हेरेको लाउनुहोस्, भिजिट गरौँ है त। टक्क लाएर ओ माई गड, यस्तो दामी छ कि यस्तो दामी छ कि साथीहरू। पक्कै पनि कोही यहाँ आउन छुट्नु भएको छ भने एकपल्ट चाहिँ आउनु होला भन्छु होइन। कताबाट? ए तपाईँहरू आउनै पर्ने ठाउँ चाहिँ यहाँ है साथीहरू। प्लिज कोही छुट्नु भएको छ भने आउनु होला। कहिले आउनु म बोक्छु, आउनु मान्छ मसँग? किन जाने र? यता जाउँ न सुरुमा। किन नबनाउनु? भरे भरे बनाउनुपर्छ। अनि ओ माई गड, मान्छेहरू कति धेरै हो के।
नयाँ भ्लग अघि चाहिँ मलाई अल्छी अल्छी लाग्दै थियो यो श्रम संस्कृति पार्कभित्र आएपछि त हामी अब चाहिँ यता उतातिर जाँदैछौँ त्यहाँ श्रमदाताजी भन्ने श्रमदान गरिदिनुहुन्छ त्यो ठाउँमा जानेछौँ त्यसपछि हामी यता उभोतिर जान्छौँ साथीहरू र लाएर अब यता उधौतिर पनि बन्दै रहेछ कता यताबाट जानु कि कताबाट त्यहाँ तलतिर जाउँ न त त्यो श्रमदान गर्दै गरेको ठाउँमा अनि फर्क्यौँ यतातिर न्यू पार्कहरू बन्दै रहेछ छैन बन्द छ नि त यहाँ त होस् तलबाट जाउँ न अनि यतातिर होटलहरू रहेछ सानो सानो टक्क अरे यार वाउ कस्तो राम्रो ल साथीहरू एकछिन न यहाँ हाम्रो आदरणीय श्रमदाताज्यूहरू हुनुहुन्छ श्रमदान गर्दै हुनुहुन्छ त्यस्तो साथीहरू यता हाम्रो हर्क साम्पाङ ज्यू चाहिँ हुँदैन के हो हाम्रो श्रमदाताज्यूहरूलाई बिग रेस्पेक्ट छ साथीहरू यस्तो गर्मीमा पनि खटेर उहाँहरू काम गरिराख्नु भएको छ देख्न सक्नुहुन्छ साथीहरू देख्न सक्नुहुन्छ यता हेर्नु न साथीहरू अनि हाम्रो सिटिमिति श्रमदाताहरू हुनुहुन्छ त हेर्नु न कस्तो कस्तो ट्यालेन्ट छ यार हाम्रो धमाधम काम भइरहेको छ साथीहरू यतातिर हाम्रो किराती कल्चर घरहरू बन्दैछ साथीहरू यता हाम्रो फुल रोप्ने कार्यक्रम पनि टक्क देख्न सक्नुहुन्छ यहाँ 3 चुला माथि ढुङ्गा राखिएको छ अहिले चाहिँ हामी बाहिर ढुक्दैछौँ अहिले चाहिँ हामी भित्र भएको छैनौँ साथीहरू यो चाहिँ बाहिरदेखिको दृश्य हो देख्न सक्नुहुन्छ
भित्र टिकट काट्नुपर्छ। देख्न सक्नुहुन्छ। जाउँ यता माथि आरा काटेको हो टक्क हामी चाहिँ अब आराले काट्दै गरेको ठाउँमा जानेछौँ साथीहरू। राम्रो राम्रो बगानहरू बनाइएको छ देख्न सक्नुहुन्छ। श्रम संस्कृति पार्क साथीहरू। यता उँभो पनि रहेछ क्या र। यहाँ फलहरू आँपहरू भयो हरेक कुराहरू रोपिएको रहेछ। देख्न सक्नुहुन्छ साथीहरू। मान्छेको चाहिँ पुरै भिड छ साथीहरू। भिड थुप्रो भिड छ है, थुप्रो भिड छ। ल साथीहरू गीत पनि सुन्यो र हामी अब पार्कभित्र छिर्दैछौँ। श्रम संस्कृति पार्कभित्र छिर्दैछौँ। म टिकट लिन्छु। कतिजना छौँ हामी? 4 जना। सानोको त लाग्दैन होला नि त। हाम्रो 11 जना साथीहरू हामीले टिकट पनि लिइसकेका छौँ। अब हामी जानुपर्ने 20 रुपैयाँ छ कोहीसँग? 20 रुपैयाँ छ बुबा? पानी पिउनु भेना दिदीमा साली र दिदी छेसी। यता देखा त मैले यो भिडियोमा देखेको थिएँ क्या। अरे साँच्चीकै रहेछ यार यो। पुन्यु डाँडो त्यहाँ माथि देख्न सक्नुहुन्छ। अनि यहाँ कराई खाल ल ड्रम पनि रियल नै रहेछ। मुख धुनु पर्यो। खानु नि हुने अरे यो खानु भाइलाई नि खानै जानेन। खेलाउनु पर्यो त सबै झुटाएर। हुन्छ कति आनन्द फिल भएको कि अर्को बात। माथि नेपालको झन्डा राखिएको छ चन्द्र सूर्य। श्रम चौतारी वरिपरि डाँडा काँडा वन जङ्गल
छ बिचमा श्रम संस्कृति पार्क क्या गजब छ साथीहरू यतातिर तल तल बगानहरू रहेको छ बगानहरू पाइपहरू सायद यही पाइप होला कोका खोलाबाट लिएर आएको पानी देख्न सक्नुहुन्छ जाउँ ल तीहरू श्रम पिता मेयर हर्क साम्पाङ मार्फत लेखिएको केही कविताहरू छन् यहाँ म थोरै वाचन गरेर सुनाउँछु माटो हुँ म मलाई दुख्दैन कुल्छ या पूजा फरक पर्दैन देश सोच्न सकूँ म देश बोल्न सकूँ देशकै कर्म गर्न सकूँ म देशकै लागि मर्न सकूँ यसरी भनेर लेखिएको छ भिडियोमा देखेको थिएँ रियलमा झन् त्योभन्दा राम्रो रहेछ साथीहरू हेर्नु होला ल साथीहरू अब भिडियो सिडियो पनि बनाइयो फोटो सोटो पनि खिचियो अब चाहिँ हामी म बाइक किन किन्ने ढक्क लाएर यता चाहिँ हामी पसिनौँ अब हामी जान्छौँ साथीहरू टक्क मान्छेहरू चाहिँ आउने जाने क्रम भइरहेको छ आउने जाने क्रम भइरहेको छ भिडै छ देख्न सक्नुहुन्छ यस्तो दामी गेट फुल छ नि यहाँ अहिले कति पर्छ यो 250 के हो त्यो चाहिँ बिनायो यो एउटालाई 250 कति यो चाहिँ नकनी बजेको यसलाई चाहिँ 200-300 यो के गर्नु यो चाहिँ कसरी बजाउँछ बजाउनु त एकपल्ट उहाँ तपाईँ आमाले चाहिँ बजाउँदै हुनुहुन्छ बिनायो बजाउनु जानु पर्यो सासले मात्रै तान्नु म त भित्र तान्नु सासले चाहिँ भाका साथीहरू यहाँदेखि अटो चढ्नु भनेको के साह्रो महँगो भनेको क्या यहाँदेखि भान्चोकसम्म अब चाहिँ हामी यहाँ पर्तिरसम्म हिँड्दै जानुपर्ने हुन्छ पर्दैदेखि चढ्नुपर्छ सफारी लाग्छ नि पर्छ है हजुर भानुचोक भानुचोक कति हो 200 अहिलेकोले चाहिँ 250 भन्दै थियो यता दाइले चाहिँ 200मा लगिदिनु हुने भयो अनि अब चाहिँ हामी यहीँदेखि चढ्ने यहाँ पुगिहाल्छ कि सोध्छ नि त आन्टी पुरी छ पुरीहरू किनकि चाहिँ हामी पुग्दैन है बच्चाले केही रोइनार चाहिँ यहाँ पनि भान्जालाई किनिदिउँ भनेको थियो टक्क अब हाम्रो अटो आउँदैछ साथीहरू अनि हामी चाहिँ भान्चोकसम्म जानुपर्ने छ त्यहाँ थोरै किनमेलहरू गर्नुपर्ने छ किनमेल गरेर चाहिँ हामी साथीहरू मित्रहरू हामी भानुचोक आइपुग्यौँ अब यहाँतिर यो के को हो पप रागको हो रागकै लाने हो कसरी हो यो 900सम्म आउँछ उयो पनि यो एउटै हो
अन्त यो एउटा प्याक गरिदिनु घरमा खाने कि बाहिर यो घरमा लाने भन्नु झोलामा हालिदिनु हुन्छ 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 साथीहरू हामीले अचार पनि किनिसक्यौँ अब चाहिँ हामी यहाँ हाम्रो प्रियङ्का र चाहिँ हाम्रो भान्जी चाहिँ यहाँनिर काम गर्छ दिदी हेर्नु देख्यो जाउँ हामी आज ल गएको ल यसको आज फोनमा आएन टमाटर आइजाने फोन गरेर हाम्रो भान्जी चाहिँ यहाँ कृषकसँग काम गर्छ नि त यता पारिपट्टि सब्जी मन्डीतिर लाग्यो लाग्यो सब्जी मन्डीतिर यो कुकुर के भएको यो यस्तै छ ल राम्रो कतिवटा नानी छ अब हामीले सामान पनि किनिसक्यो है अब हामी चाहिँ घरतिर लाग्यो है साथीहरू फाइनली घर आइपुग्यो अब खाजासाजा पनि खाइयो अनि ल चटपट खाएको नि त पिरोले होला पेट दुख्यो ल साथीहरू भिडियो यस्तै उस्तै भयो मन पऱ्यो भने लाइक सब्सक्राइब गरेर सपोर्ट गरिदिनु होला ल साथीहरू अब अर्को भिडियोमा भेटौँ है त ओके बाई टाटा बाई